लोक भाकाबाट। कार्यक्रमको सुरुवातमा राखिएको सुमधुर लोक भाका सँगसँगै पुनः स्वागत गरे कार्यक्रम हाम्रो कला हाम्रो संस्कृतिमा। यहाँलाई हामी संस्कृति प्रकृति त्यसै गरी गीत सङ्गीत जगतका विविध सामग्रीहरू प्रसारण गरेर सुनाउने गर्दछौँ र केही सामग्रीहरूबाट केही असल ज्ञान हामी सबैमा प्रदान होस् भन्ने कुरा ध्येय पनि राख्ने गरेका छौँ। संस्कृति प्रकृति एवं गीत सङ्गीत क्षेत्रका यसै सामग्रीहरू समेटेर ल्याउने यो हाम्रो सुरुमा समाचारमूलक खण्डमा आज हामी राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको नजिकै गरेको महाधिवेशनको सङ्घारमा यो पूर्व सन्ध्यामा रहेर कुराकानी गर्दैछौँ। सुरुवातमा कुराकानीतर्फ लागौँ। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका वर्तमान महासचिव वरिष्ठ सर्जक स्रष्टा रमेश पिजीसँग हामी कुराकानीको अंश जोड्दैछौँ। श्रोता मित्र, मौलिक कला संस्कृतिको संरक्षण विकास र पर्यटन प्रवर्धनमा टेवा पुर्याउने उद्देश्यले सञ्चालित कार्यक्रम हाम्रो कला हाम्रो संस्कृति प्रकृति पर्यटन तथा गीत सङ्गीत जगतका विविध सूचनामूलक समाचारमूलक त्यसै गरी विचारमूलक सामग्रीहरू यहाँहरूमाझ राख्ने कार्यक्रम हाम्रो कला हाम्रो संस्कृतिमा आज पछिल्लो समय राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको महाधिवेशन नजिकै गर्दा वातावरण एकदम तातेको छ र यसै सन्दर्भमा के कस्तो तयारी भइरहेको छ र यसै सन्दर्भमा कुरा गर्न हाम्रो टेलिफोन सम्पर्कमा वरिष्ठ सर्जक स्रष्टा भन्न रुचाउँछौँ आदरणीय दाई रमेश विजी हुनुहुन्छ। दाजु, कार्यक्रममा यहाँलाई स्वागत छ। धन्यवाद हजुरलाई, धेरै धेरै धन्यवाद। अनि सुनेर बसिरहनु हुने सम्पूर्ण श्रोताहरूलाई पनि हार्दिक नमस्कार। हाम्रो संस्कृति कार्यक्रमको नाम हाम्रो कला हाम्रो संस्कृति वास्तवमै हाम्रो कला हाम्रो संस्कृति राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानसित प्रत्यक्ष जोडिएको मोटो भनौँ न यसलाई। एकदम खुसी लागेको छ। पछिल्लो समय महाधिवेशनको तयारी कसरी भइरहेछ? कार्यक्रम हाम्रो कला हाम्रो संस्कृति मार्फत जानकारी गराइदिनुहोस् न। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको 6औं केन्द्रीय महाधिवेशन यही असोज 8, 9 र 10 गते काठमाडौँको कमलाजी स्थित प्रज्ञा भवनमा 8 गते अपराह्न 1 बजे सम्माननीय उपराष्ट्रपतिबाट समुद्घाटनको कार्यक्रम रहेको छ। त्यसको लागि पूर्वाधारहरू सबै तयार भइसकेका छन्। अहिले हामी चाहिँ जिल्लाबाट आउने लगभग 2500 प्रतिनिधिज्यूहरूको लागि गङ्गाबु बस पार्कमा खाना बस्नको व्यवस्था सेट भइसकेको छ। उहाँहरू सबैलाई हामी गङ्गाबु होटेलहरूमा राख्छौँ। त्यसपछि उहाँहरूलाई गङ्गाबुदेखि प्रज्ञा भवनसँग ल्याउनको लागि हामीसँग स्ट्यान्ड बाई बसहरू ठुला बसहरू प्रयोग गरिनेछन्। त्यो प्रज्ञा भवनदेखि बस पार्कको रुटमा चलिरहनेछन्, ओहोरदोहोर भइरहनेछ। त्यसपछि हामीले अहिले एउटा दोहोरीगीत प्रतिष्ठानको यो 16 वर्षीय ऐतिहासिक दस्तावेज बोकेको एउटा स्मारिकाको तयारी गरिरहेका छौँ र आजबाट त्यो प्रेसमा जाने तयारी छ। लगभग यसको प्रुफहरू हेरेर सकिसक्यो। हामी रातभरि सुतेका छैनौँ। वास्तवमा भन्ने भने अध्यक्षज्यू म सबै यसका पदाधिकारीहरू आफ्नो क्षेत्रमा खट्नु भएको छ। त्यहाँ चाहिने आवश्यक हामीले फर्स्ट एडदेखि प्राथमिक उपचारदेखि हरेक कुराहरू स्वयंसेवक सुरक्षा पानी खाजादेखि त्यहाँ चाहिँ हामीले प्रोजेक्टरहरू लगाएर त्यहाँ हाम्रो प्रतिनिधिहरू अटाउनु भएन अथवा शुभेच्छकहरू अटाउनु भएन भने हामीले हलको बाहिरपट्टि एउटा ठुलो प्रोजेक्सनको तयारी पनि गरिरहेका छौँ र टेलिभिजनबाट प्रत्यक्ष प्रसारण पनि हुने भएको हुनाले टेलिभिजनको कामहरू पनि तयारीमा छ। लगभग हामी अब अन्तिम तयारीमा छौँ। प्रतिनिधिहरूलाई दिने झोलाहरूदेखि हरेक सामानहरूको तयारी भएको छ। अब हामी लगभग 5 गते चाहिँ हामीले सबै काम तयार गरेर 1-2 दिन चाहिँ अब छुटेका केही छन् कि भनेर सोच्ने समय रहन्छ र हाम्रो अग्रज सुरक्षा सर्जकहरूलाई अब निमन्त्रणा कार्डहरू र फोनहरूको तयारी छ। हामीले अफिसबाट कार्यालयबाट निम्ताहरू बाँडिरहेका छौँ। फोनबाट
र कार्डहरू पुर्याउने काम भइरहेको छ सर। यहाँ पनि अहिलेको वर्तमान समयमा मैले यो कुरा गरिरहँदाको समयमा यहाँ महासचिव हुनुहुन्छ, एउटा यस्तो विशिष्ट पद हो महासचिव, एउटा यस्तो खट्नुपर्ने पद हो, यहाँले निकै खटिराख्नु भएको छ र हामीले हिजो अस्तिका दिनमा पनि हामीले मूल्याङ्कन गर्दा बाहिरबाट यसो सर आँखाले हेर्दाखेरि पनि यहाँ निकै एकदम लगनशील भएर लाग्नु भएको थियो। यहाँले उम्मेदवारी दिनुभएको छ, नयाँ कुनै पदको लागि यहाँले सोच बनाउनु भएको छ? निश्चित रूपमा सर, मैले चाहिँ म त यसको स्थापना कालमा पनि सचिव थिएँ सर होइन। त्यसले गर्दा थुप्रै साथीहरू जो इच्छा जगाउनु भयो, जसले नेतृत्व गर्छु भन्नुभयो, जसलाई मैले यो नेतृत्वले केही गर्छ भन्ने आशा गरेँ, बरु म पछाडि बसेर उहाँलाई नेतृत्वको लागि मैले ठाउँ छोडेको हुँ र मैले सचिवपछि नियमित 2-3 कार्यकाल महासचिव नै भएर बसेँ। किनभने महासचिव भनेको वास्तवमा संस्थाको मेरुदण्ड नै हुने रहेछ। हरेक किसिमले त्यो भित्रका कामकाजहरू अब हरेक निकायसँग कोअर्डिनेसन गर्नुपर्ने, राज्यका निकायसँग जानुपर्ने, परिपत्रहरू गर्नुपर्ने, यो काम अब मैले वास्तवमा अरूलाई त्यस्तो भनेको होइन। जुन बेलादेखि मैले काम सम्हालेँ, कतिपय हाम्रा स्रष्टा सर्जकहरू, गायकहरू गायनमा पोख्त भए पनि होइन, पर्फर्मेन्समा अरू कुरामा पोख्त भए पनि कहिलेकाहीँ यस्ता किसिमका प्रशासनिक कार्यहरू गर्ने, कागजी कार्यहरू गर्नमा चाहिँ त्यति अगाडि सर्नुहुन्न। अब कति ढङ्ग पनि नपुग्ने पनि हुन्छ। हुन त थुप्रै पढे लेखेका साथीहरू अहिले आउनु भएको छ, भोलिको नेतृत्व उहाँले सम्हाल्नु होला, तर अत्यन्तै गाह्रो अवस्था भएको हुनाले त्यो ठाउँमा बसेर मैले धेरै अध्यक्षहरूलाई सहयोग गरेँ। अब प्रजापति अमर विजय गुरुङ, दुर्गा राय माझी पुष्पमदेखि अहिले चन्द्र शर्मालाई समेत मैले महासचिव भएर सहयोग गरेको हुँ। त्यसैले गर्दा अब यतिका 16 वर्ष एउटै एक किसिमको काम गरिरहेँ। अब चाहिँ मलाई पनि एकचोटि यो संस्थाको नेतृत्व गर्ने ठुलो आशा छ। त्यसले गर्दा अहिलेको मेरो उम्मेदवारी भनेको वरिष्ठ उपाध्यक्षमा छ। किनभने वरिष्ठ उपाध्यक्ष अलरेडी अहिले चाहिँ बद्री पङ्गेनीजी हुनुहुन्छ। अब वरिष्ठ उपाध्यक्ष भइसकेपछि अध्यक्ष हुने उहाँको चाहनालाई पनि मैले कदर गर्दै म चाहिँ मैले यसपालि चाहिँ वरिष्ठ उपाध्यक्षमा आफ्नो उम्मेदवारीको घोषणा गरेको छु र अपेक्षा गरेको छु। साथीहरूले मलाई अत्यन्तै नजिकबाट बुझ्नु भएको छ र मेरो उम्मेदवारीलाई साथीहरूले कदर गर्नुहुन्छ भन्ने आशा पनि गरेको छु। यहाँले यो भने अनुसार अहिले अध्यक्षका प्रत्याशीहरू 3 जना आएको चर्चामा आएको भन्ने सुन्नमा आइन्छ र त्यसै गरी यहाँ के प्यानल वाइज गइरहेको हो कि अथवा कसरी छ अहिले उम्मेदवारी कसरी दिइराख्नु भएको छ? यहाँ प्यानल वाइज त यस्तो केही पनि छैन। के छ भने संस्थापन हामी कार्यकारी जो चाहिँ अहिले कार्यरत छन् उनीहरूले त आफ्नो उम्मेदवारी दिँदा निश्चित रूपमा यसलाई संस्थापन पक्ष भनिँदो रहेछ होइन। अनि बाहिर बसेर आउनेहरूको आफ्नो किसिमको छुट्टै तपाईँहरूले म अध्यक्ष हुन्छु त उपाध्यक्ष भई भन्ने किसिमले आउनेहरूकोले गर्दाखेरि त्यो च्यानल देखिएको जो अहिलेको कार्यक्रमतिर हुनुहुन्थेन, बाहिरै बसेर उहाँले चाहिँ चुनाव लड्ने माहौल बनाउनु भयो। त्यसले गर्दा दुईटा च्यानल देखिएको, तर यो कुनै राजनैतिक, कुनै धार्मिक, कुनै जातीय, कुनै लैङ्गिक त्यस्तो खालको च्यानल चाहिँ होइन। यो जो जानकारी गराउन चाहन्छु, सर्जक स्रष्टाहरूकै समूह जो बाहिर बस्ने र भित्र थियो योभन्दा अगाडि यसरी नै मिलाइराख्नु भएको। हजुर, यहाँ वरिष्ठ पद एकदम यस्तो व्यस्तताको समय महासचिव पदमा पनि हुनुहुन्छ र यहाँको सबै जिम्मेवारी यहाँको हातमा छ। यहाँले जहाँ यो गाडीको स्टेरिङ घुमाउनुहुन्छ त्यहाँ अध्यक्षजी पनि जानुहुन्छ, सबै जानुहुन्छ। यहाँ वरिष्ठ उपाध्यक्ष भएर यहाँले के गर्छौँ जस्तो लाग्छ? नेपाली मौलिक कला संस्कृतिको लागि के गर्छौँ भनेर यहाँले के एजेन्डा ल्याउनु भएको छ? मेरो एजेन्डा भन्दा नि मेरो एउटा सपना थियो हेर्नुहोस्, लोकसङ्गीतमा लागेर हिजो लोकगीत गाउँदाखेरि लोकगीतका सृजकहरू, लोकगीतका गायकहरूलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्छ भनेर मैले त्यो बेला पनि हामी एक भएनौँ भने सबैले हेर्छन्। हिजो अग्रजहरू कलाकारले यो धरती छोड्दाखेरि एउटा एकाडेमिक ठाउँमा राखेर सबै मन्त्रीदेखि सबै स्रष्टा सर्जकले फुल चढाएर उसको मृत्यु यति गरिमामय र गरुङ्ग बनाउन सकिन्छ, त्यो काम भनेको संस्थाले बाहेक कुनै एउटा व्यक्तिले गर्न सक्दैन। त्यसैले संस्था आवश्यक छ। हामी मर्दाका मलामी र जिउँदाका जन्ती हामी आफै हौँ भनेर एउटा संस्थाभित्र युनिटीमा स्ट्रेन्थ हुन्छ, एकतामा बल हुन्छ भन्ने कुरालाई आत्मसात गरेर मैले नै म सानो कच्चा एउटा दोहोरी गायक हुँदा पनि मैले चाहिँ यो भावना लिएर अरुण खोलाको गैँडाकोटमा गठन गरेको हो। त्यसले गर्दा मेरा त आफ्ना एजेन्डाहरू भन्दा नि सपनाहरू छन्। हेर्नु, एउटा दोहोरी गीतसँग आबद्ध एउटा दोहोरी स्रष्टा गायक यो राष्ट्रमा हिँड्दाखेरि राष्ट्रले इज्जत गरौँ। आज चलचित्रकर्मीहरूले सेलिब्रिटी कार्डहरू लिएर हिँडिरहेका छन्, तर हामी लोकसङ्गीतका लोकगीतसित आबद्ध साथीहरूले यो राष्ट्रलाई एउटा सेलिब्रिटी कार्ड, एउटा व्यक्तित्व परिचयको पत्र समेत दिएको छैन र हामी सिंहदरबारको गेटमा उभिएर नागरिकता राखेर भित्र छिर्नुपर्छ र त्यहाँ हाम्रो आइडेन्टिटी छैन। त्यसले गर्दा यो राज्यसित लड्नुपर्ने 2-3टा कुरा छन्। म यी कुराहरूसित जहिले पनि सजग छु र निश्चित रूपमा मेरो कार्यकाल अवधिभित्र म लोकस्रष्टालाई वास्तवमै राज्यले सम्मान गर्ने किसिमको वातावरण सिर्जना गर्ने कुरामा त
प्रतिबद्ध छु। र अर्को कुरा लोकदोहोरी वास्तवमा दोहोरी नभएर यसले जब आफ्ना रूपहरू बिगार्दै भोलि सच्चा लोक गीत र सङ्गीतको चिनारी गराउन गाह्रो पर्ने अवस्था रहेको छ। त्यसैले एउटा सेन्सर बोर्डको आवश्यकता महसुस गरेर सेन्सर बोर्डको लागि हरेक प्रक्रिया वकिलहरू समेत राखेर सबै कागजात तयार भइसकेको छ। र हामी अब यो अधिवेशनपछि हाम्रो निरन्तर लडाइँ भनेको गीत सङ्गीतमा सेन्सर बोर्डको लागि नै हुनेछ। र मैले यो दोहोरी गीत प्रतिष्ठानको नेतृत्व लिने समयसम्म मलाई साथीहरूले पत्याउनु भयो भने म निश्चित रूपमा यिनी 2-4वटा कामहरू गर्छु कि जहाँ पनि भोलि एउटा लोकस्रष्टा पुग्दाखेरि उसले आत्मसम्मान शिर छडाएर छाती फुलाएर हिँड्न पाउनु पर्यो राज्यमा। त्यसको पनि उत्तिकै इज्जत हुनु पर्यो। जुन राज्यले विभेदकारी नीति अप्नाएर अहिले सेलिब्रिटी कार्डहरू चलचित्र गर्नेहरूलाई दिइरहेको छ, तर हामीहरूलाई चाहिँ सोधेको पनि छैन। त्यसको लडाइँ लड्नको लागि मसँग कुनै 2-3टा कुराहरू छन्। सबै गर्छु त म पनि भन्दिनँ, मेरो पनि व्यक्तिगत जिन्दगी छ, घर चलाउनु छ, व्यवहार चलाउनु छ। तर मेरो ठुलो सपना चाहिँ एउटा लोक सङ्गीत कर्मीले यो राज्यमा इज्जत पाएको हेर्नु। यतिन्जेल आफ्नो व्यस्त समयका बावजुद पनि हामीलाई जानकारी गराइदिनु भयो। कार्यक्रम हाम्रो कला हाम्रो संस्कृतिको तर्फबाट हार्दिक बधाई, शुभकामना, अग्रिम शुभकामना भन्दै रमेश विजी वर्तमान महासचिव रमेश विजी यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। धेरै धेरै धन्यवाद। हजुरले सम्झिदिनु भयो, अत्यन्तै आभार व्यक्त गर्न चाहन्छु। यस्तो अवसरमा मलाई 2 शब्द राख्ने मौका दिनुभयो। अब दैलैमा आइपुगेको विजयादशमी र दीपावलीको हजुरलाई पनि र समस्त श्रोताहरूलाई मेरो हार्दिक मङ्गलमय शुभकामना। हस् त, धन्यवाद। सर्जक स्रष्टा रमेश विजीसँग गरिएको यो कुराकानीको सँगसँगै पालो भएको छ विश्रामपछि पुनः कार्यक्रममा उपस्थित हुने नै छ।